हेलो साथीहरु, यहाँ नै त आज मैले के लिएर आएको छु भन्दा चाहिँ यहाँ हेर्नुस् त यो पत्ता कोले चिन्नुहुन्छ है। यो चाहिँ अरहरको दालको पत्ता अरे यो चाहिँ है, अरहरको पत्ता भन्छ यसलाई चाहिँ है। हाम्रो पहाडतिर चाहिँ सायद हुन्छ कि हुँदैन। यो चाहिँ जन्डिसको रामबाण इलाज अरे। यो चाहिँ एकदमै राम्रो अरे जन्डिसको लागि, चाहे लिभर जन्डिस होस् चाहे पिला जन्डिस होस् है, त्यसको लागि। किनभने चाहिँ मलाई चाहिँ जन्डिस भएको छ है, 1 हप्ता भयो जन्डिस भएको। अनि यो मैले चाहिँ यो खाने गरेको छ। यो चाहिँ मलाई हाम्रो दिदीले दिनुभएको है, मलाई कराउनु पनि भयो जन्डिस भएर पनि किन नबनेको भनेर। अनि आज चाहिँ उहाँले यो टिपेर दिनुभएको छ। आज दिनभरिमा चाहिँ यो खानु अरे हो। यसलाई जुस बनाएर खाँदा पनि भयो, त्यतिकै चपाएर खाँदा पनि हुने रहेछ है। यो चाहिँ अलिक तितो, अलिक कता तितो हुँदो रहेछ है। अनि मैले चाहिँ यो खाँदैछु, आजदेखि सुरु गरेँ है यो खानुको लागि। यो चाहिँ एकदम जन्डिस जडबाट हट्छ अरे हैन। यो खायो भने चाहिँ यो चाहिँ जन्डिसको दबाई अरे। हजुरहरूले पनि हेरिराख्नु होला, लामो लामो पत्ता हुँदो रहेछ है। अगर बुझ्नु भएन भने मलाई कमेन्ट गर्नु होला, म बताइदिन्छु कमेन्टमा कोलाई जन्डिस भएको छ। अनि यो खानु होला है साथीहरु। ल बाई बाई साथीहरु।